यहाँ हामीले आज फेरि ट्रिगोनोमेट्रीको अर्को क्वेसन लिएर आएका छौं। यो ट्रिगोनोमेट्रीको अर्को क्वेसन म तपाईहरुलाई ल्याउँदैछु। यो अलिकति हेर्दाखेरि रेगुलर प्याटर्नमा देखिन्छ। sin थीटा बाइ cos 3 थीटा भनेको यहाँको sin को एंगल भन्दा cos को एंगल ठ्याक्कै ट्रिपल छ। फेरि यो cos 3 थीटा यहाँनिर sin 3 थीटा बाइ 3 जा 9 cos 9 थीटा प्लस sin या 9 थीटा बाइ cos 27। यो रेगुलर प्याटर्नमा भएको क्वेशन छ। यसलाई हामी कसरी सल्भ गर्ने? मैले सबैभन्दा पहिले यहाँ 2 sin थीटा छ। अब यहाँ हामीले sin थीटा बनाउनको लागि यसलाई मैले 2 sin थीटा डट cos थीटा थपिदिए। cos 3 थीटा डिनोमिनेटरको जस्ताको जस्तै राख्ने, डिनोमिनेटरमा पनि cos थीटा नै थपिन्छ। अब यहाँ पनि सेम 2 sin 3 थीटा डट cos 3 थीटा बाइ cos 9 थीटा डट cos 3 थीटा। Similarly 2 sin 9 थीटा डट cos 9 थीटा बाइ cos 27 थीटा। अब यहाँ हेर्दाखेरि यो के देखिन्छ त भन्दा 2 sin थीटा डट cos थीटा भनेको sin 2 थीटा बाइ cos 3 थीटा डट cos थीटा प्लस sin 6 थीटा बाइ cos 9 थीटा डट cos 3 थीटा प्लस sin 9 2 जा कति हुन्छ 18 थीटा बाइ cos यहाँ हामीले cos 9 थीटा छुटेको रहेछ cos 27 थीटा डट cos 9 थीटा। यहाँ हेर्दा के देखिन्छ भने 3 minus 1 भनेको 2, 9 minus 3 भनेको 6, 27 minus 9 भनेको 18 हुन्छ। अब हामी के गर्न सक्छौं भने sin 2 थीटा लाई sin 3 थीटा minus थीटा बाइ cos 3 थीटा डट cos थीटा प्लस यहाँ cos 6 थीटा छ 6 लाई 9 minus 3 गर्ने sin 9 थीटा minus 3 थीटा बाइ cos 9 थीटा डट cos 3 थीटा प्लस sin 27 थीटा minus cos 9 थीटा त्यो भनेको 27 थीटा minus 9 थीटा भनेको sin 18 थीटा हुन्छ। यहाँनिर cos 27 थीटा डट cos 9 थीटा। अब यसलाई हामी sin a minus b को फर्मुलामा लान्छौं। sin a minus b को फर्मुला हुन्छ sin a cos b minus cos a sin b। अब यो दुईटैको मुनि डिनोमिनेटर छ, मैले अलग अलग डिनोमिनेटर लेखिदिए हामी क्यान्सल गर्न सजिलो हुन्छ भनेर cos 3 थीटा डट cos थीटा प्लस यहाँ पनि sin a minus b को फर्मुला sin a cos b minus cos a sin b बाइ दुईटैको मुनि अलग अलग cos 9 थीटा डट cos 3 थीटा cos 9 थीटा डट cos 3 थीटा फेरि प्लस यो काट्नु सल्भ गरेपछि नै हामीले sin a minus b को फर्मुला sin a डट cos b minus cos a डट sin b बाइ दुईटैलाई हामी अलग अलग लेखिदिन्छौं। यहाँ cos 27 थीटा डट cos 9 थीटा cos 27 थीटा डट cos 9 थीटा। अब यहाँ क्यान्सल हुन्छ एक एकवटा
cos theta र cos theta cancel, cos 3 theta र 3 theta, cos 3 theta र 3 theta, cos 9 theta र cos 9 theta, cos 9 theta र cos 9 theta, cos 27 र cos 27 theta काटिन्छ। अब यहाँ के रहन्छ भन्दा sin 3 theta by cos 3 theta भनेको sin by cos के हुन्छ tan 3 theta minus यहाँ के आउँछ tan theta, सिमिलरली यहाँ के आउँछ tan 9 theta minus यहाँ के आउँछ tan 3 theta plus यहाँ के आउँछ tan 27 theta minus यहाँ के आउँछ त भन्दा tan 9 theta आउँछ। अब यहाँ हामीले क्यान्सल हुन्छ, क्यान्सल के हुन्छ भने tan 3 theta र 3 theta क्यान्सल, 9 theta र tan यो पनि 9 theta हो क्यान्सल हुन्छ। यहाँ के बच्यो त भन्दा प्लसमा tan 27 theta minus tan theta which is equal to RHS rule।